नमस्ते सबैजनालाई। के छ हालखबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि सन्चै आरामै छौँ। अहिले चाहिँ हामी 4-5 जना मिलेर घुम्न जान लागेको दाजुभाइहरू भएर। जाने चाहिँ कहाँ हो अहिलेसम्म फिक्स भएको छैन हैन। अहिले जाँदै फिक्स गर्ने हो। हामी चाहिँ 2-3टा बाइक लिएर 6 जना जान लाग्यौँ। यता मोटु, यता भविन, यता हाम्रो भाइ, यता भान्जा, यता हाम्रो जेटी, यता चाहिँ हामी चाहिँ चरङ्गे जान लाग्यो। अहिले फिक्स भयो। अघि चाहिँ कहाँ जाने भइरहेको थियो। अहिले चाहिँ हामी हाइवेतिर छौँ है। हावाले गर्दाखेरि साउन्ड चाहिँ खासै रेकर्ड भएको छ कि भएको छैन। हावाले गर्दाखेरि साउन्ड चाहिँ रेकर्ड भएको छैन होला। पानी परेर बिजोग छ। त्यही माथि पर्स हराइदियो। कहाँ झऱ्यो। जङ्गल एरिया छ। मैले चाहिँ हाइवेतिर यस्तै भरै हुन्न के। हामी चाहिँ भर्खरै फोटोसुट गरेर है जान लाग्यो। अब मेन रोड छोडियो। अब यता भित्रबाट अब गल्ली हुँदै अगाडि चेकिङ होला कि भान्जे? छैन रे। ल स्टार्ट भयो। ल जाऊ। हुन्छ। तिमीलाई धेरै भिजायो नि मलाई पछाडि त खासै उ भएन। अच्छा तिम्रो बसेको यही हो? यहाँदेखि चाहिँ कच्ची सुरु भयो क्या बाटो। यहाँ चाहिँ हाम्रो मोटु राइडर। यहाँ त पुरै दाउराको उ रहेछ त यहाँ होइन। यहाँ चाहिँ झुलुङ्गे पुलको नजिकै आइपुग्यो। अहिले आउँदाखेरि चढ्नु पर्ला यसो फोटोसोटो हान्नलाई। यहाँ चाहिँ खोला यता चाहिँ पुरा नुहाइ चलिरहेछ है। यताहरू पनि पुरा उ छ। अहिले चाहिँ केटाहरू लोकेसनको डिस्कसन गर्दै सब कन्फ्युज भइदिइरहन् होइन। अब चाहिँ हाम्रो ओमलाई अगाडि लगाइदिनु पर्ला जस्तो ह। ओमलाई अगाडि जान दिउँ क्या होइन? ओमलाई अगाडि जान दिउँ क्या। हामी चाहिँ अघि भर्खरैको बाटो फर्किँदै है। अर्को बाटो हुँदै झरनातिर जानु पर्ने भयो। तिमी अगाडि हिँड है। बाटो कता हो? हाम्रो रोनाल्डोलाई अगाडि हिँड्न भन्न पर्यो। अहिले चाहिँ केटाहरूले बाइक पार्क गरेर अब हिँड्दै जाने भन्दैछन् है।
कहाँ पुर्याउँछन् भन्ने थाहा पनि छैन। अब चाहिँ हिँड्दै हिँड्दै जानुपर्छ अब माथिसम्म। केटाहरूलाई अगाडि लाएर म चाहिँ लास्टमा यसो भिडियो बनाउँदै हिँड्नु पर्ला भनेको। हिँड्न चाहिँ कतिको सकिन्छ भन्ने कुरा है, धेरै भयो नहिँडेको। अब कतिको अग्लो छ माथि, कतिको उ छ। सायद खेतहरूको लागि लगाएको पानी हो कि। मैले नि यो कहिले कसो यादगारको ऊ हुन्छ भनेर क्या, लाइफ टाइम पछि। अहिले चाहिँ हामी खोला किनारको माथि छौँ है। यहाँ तल चाहिँ खोला छ, अलि पुरा सुक्खै छ भनौँ होइन। अहिले चाहिँ हामी जहाँ माथि यस्तो बाटोबाट हिँड्दैछौँ। अब भिडियोमा भन्दा बाटोमा पनि ध्यान दिनुपर्छ, फेरि लिरिके हो भने त भ्याइयो सबै कुरो होइन। यहाँ नि सानो पानी बगिरहेको कुलोमा केटाहरू चाहिँ उहाँ अगाडि छन्, सायद क्यामेरामा देखेछन् कि देखेछन् थाहा छैन है। हिँडेको बानी नभएर चाहिँ अलिक स्यास्या टाइपको भयो। अब आउँदाखेरि मस्तो त्यो बसिराख्ने खाइराख्ने होइन। अहिले अलिकति हिँडेको त स्यास्या टाइपको भयो। यो गर्मी पनि छ कि, गर्मी पनि अति छ अहिले त। ट्रेकिङ हो क्या पाल्पा सिधा। खोला जति यता साइडमा बगाइदिएर रहेछ क्या, तल पानी चाहिँ नभएको। यो सबै खेतको लागि होला कि होइन, त्यो जुन उता लग्यो नि त्यही होला कि। हाम्रो दुईजना चाहिँ वहाँ माथि पुगेछन् है, भविन र ओम। दुईटा भान्जा दुई भाइ आउँदैछन्, अनि म र यहाँ भाइ जाँदैछौँ आस्ते आस्ते। सबभन्दा लास्टमा हामी चाहिँ छौँ। यस्तो जङ्गलमा आएर पनि लास्ट गर्मी रहेछ यार। शीतलो होला भनेको त कहाँ शीतलो हुनु, लास्ट गर्मी रहेछ। त्यही माथि यस्तो कपडा लाएर आइदिएको है। यहाँ भान्जा चाहिँ आत्तिसक्यो नै, हिँड्दा उ त्यो अगाडि हिँडिरहेछन् विवेक। हिँड्दा भेजा भइदिएछन्। खैले एउटा मसँग छ बाबु। हाम्रो चाहिँ यस्तरी ढुङ्गाहरू पार गर्दै यहाँ मोटु भान्जा। फाइनली झर्नानिर चाहिँ आयो। यता चाहिँ पुरा खाली रहेछ, कोही नरहेछ यहाँ त, खालि हामी मात्रै आइपुगेको। यहाँ चाहिँ पुरा झरना छ है। खासै पानी अहिले बर्खा लागेको भएर पानी परेन, खडेरी लागेर, त्यही भएर खासै ठुलो नरहेछ, सानो। केटाहरू चाहिँ रमाइलो गर्दैछ नि।
ए रमाइलो त रमाइलो हुने खेलेरै रमाइलो हुने र मलाई हो कि नै भन्छ सही हो ओके ल आमा ल ओम चुइक्क हान्देऊ न केटाहरू चाहिँ नुहाइरहेको छन् म चाहिँ नगएको के अलि ऊ एलर्जी हुन्छ होइन पुरा शरीर चिलाउँछ के अनि त्यही भएर एलर्जीले गर्दाखेरि म चाहिँ खोलामा झरेको छैन उयो केटाहरूसँग रमाइलोको लागि यहाँ चाहिँ नास्ता पानीको लागि तयारी गर्दै है पेप्सी सब्सी यता मोमो समोसा पकौडा पनि छ हामी जसरी यहाँदेखि गरेर उहाँ माथि जान खोजेको है म र नवीन भाइ चाहिँ ऊ त्यसको पछाडि जान खोजेको बाटो सकी छैन हेर्दै जानु पर्ला यहाँदेखि केटाहरू चाहिँ यहीँ खेल्दैछन् नवीन भाइ चाहिँ उहाँ जाँदैछन् है अझै माथि हेर्नलाई यस्तो ढुङ्गाबाट झरेर गएको यार केटाहरू चाहिँ यहाँदेखि उहाँ तलसम्म हाम्रो कपडाहरू उहाँ छ उहाँ चाहिँ 2-3 जना दोस्तहरू हुनुहुन्छ नवीन भाइ उहाँ पुगिसक्यो आइयो है माथि लौ यहाँ पनि सानोतिनो झर्ना जस्तो रहेछ यहाँ त झन् गएर रहेछ पुरा निलै पानी छ यहाँ त झन् उहाँ तलदेखि घुम्दै आएको हाम्रो नवीन भाइ चाहिँ रुखैरुबाट उहाँ माथि जाने गरे सकिन बाबु रिक्स नलिङ भयो ए हामी चाहिँ जङ्गलै घुम्दैछौँ अझै पनि कहाँ हो के हो थाहै छैन तरङ्गीतिरकै जङ्गलमा छौँ यस्तो ढुङ्गा गरेर पार गरेर आएको माल खाएर त्यही ठाउँै होला एकदम रिक्स छ है पुरा वारिपारि समातेर झर्नुपर्छ आरामले आयो बाबु तिमी त झन् खाली खुट्टा खाऊ झन् ऊ चिप्लिन्छ र यस्तो लेउ बसेको ढुङ्गाहरू रहेछ क्या यहाँदेखि माथितिर गएको अब चाहिँ तल झर्दै माथि नि खासै हेर्न लागेको त केही नरहेछ क्या होइन हामी चाहिँ वहाँ माथिबाट यस्तो ढुङ्गा पार गर्दै ढुङ्गामा चढ्दै जानु लाग्यो है केटाहरू चाहिँ वहीँ तलै नुहाइरहेछन् अनि नवीन भाइले चाहिँ भयो दाइ भने म नुहाउँदैन भने अनि त्यसै जाम हामी माथि गएर आऊँ भनेर फेरि भाइलाई लिएर उहाँ माथितिर गएको खासै केही नरहेछ यसो हेर्नु लागेको ठाउँ भएपछि केटाहरूलाई बोलाउनु पर्ला भनेको केही छैन माथि त बाबु धेरै अगाडि नजाऊ यार चिप्लो होला केटाहरू चाहिँ ठ्याक्कै यहाँदेखि तल छन् होइन उहाँ ओम बसिरहेन ओम ओइ उहाँ चाहिँ ओम बसिरहेन है म त्यहाँ ढुङ्गा खाके यो टेक्ने ठाउँ बल्ल मुस्किल छ यहाँ नवीन बाबु त्यहाँ गएर बसेछन् भने यही बाटो हुँदै चढ्न त परिहाल्यो जान त होइन भर्खर यार धन्दै क्यामेरा खस्दिएको नि अघि धन्दै क्यामेरा खस्दिएको नि यहाँ पत्तामा गएर अड्केको ओके यार आजको दिनै एउटा छ मेरो लागि यार यहाँबाट उहाँ पर गएर ऊ तल झर्ने हो है केटाहरू चाहिँ त्यहाँ कपडा सपडा राखेर बसेछन् अप्ठ्यारो छ क्या लास्टै
लैन होइन यहाँदेखि चाहिँ हामी फाल्दैन पऱ्यो ओम फेरि हेर्दा होचो भए पनि बलियो छन् नि मान्छे ताना भन्छ हल्का अहिले त फर्किन लागेको है अब बेलाउती खोज्न लाग्छ